म पनि 60 वर्ष बुढो भएको मान्छे, अर्थमन्त्री छैन जस्तो लाग्छ। बोलाउनुहोस् सभामुख महोदय। मान्य सदस्य आफ्नो कुरा राख्नुहोस्, उहाँ बाहिर जानुभएको छ। बाहिर जाने 5 मिनट हुन्छ, उहाँको 9 मिनट भइसक्यो बाहिर गएको, 10 मिनट पुगिसक्यो। आउँदै हुनुहुन्छ। मैले बोल्ने बेलामा आइपुगेन भने म फेरि पछिसम्म बोल्छु सभामुख महोदय। ल धन्यवाद। सम्माननीय सभामुख महोदय, यहाँले अर्थमन्त्री आउँछ भन्नुभएको छ, म पर्खाइमा बसेको छु मान्य सदस्य र म बोल्दै पनि छु। अरु मन्त्रालयको विषयमा बोल्दै गर्नु। समय दिनुभएकोमा धन्यवाद। म सर्वप्रथम त आज शहरी विकासतिर लागे जस्तो लाग्छ मलाई। म शहरी विकास क्षेत्र कतापट्टि पर्छ नेपालमा, म त्यो क्षेत्रतिर जस्तो गए सभामुख महोदय। सर्वप्रथम त मेरो पार्टीकै हुनुहुन्छ उहाँ उप प्रधानमन्त्रीज्यू प्रकाशमान सिंह, सम्मान्य हाम्रो चाहिँ सर्वोच्च नेता गणेशमानको छोरा हुनुहुन्छ। म यहाँलाई काठमाडौँ जिल्लामा 207 वटा 3 करोडको चाहिँ बजेट विमोचन गरिदिनु भएकोमा म प्रकाशमान उप प्रधानमन्त्रीज्यूलाई रामेछाप जिल्लाको तर्फबाट, म रामेछाप जिल्ला नेपाली कांग्रेस पार्टी सभापतिको जिल्ला तर्फबाट म मान्य तर्फबाट यहाँलाई यो 207 वटा चाहिँ काठमाडौँ जिल्लामा राख्नु भएकोमा तपाईहरुलाई मरिमरि म धन्यवाद दिन चाहन्छु। उप प्रधानमन्त्रीज्यू दुवैजना बसिरहनु भएको छ, यहाँहरु सँगसँगै म पनि मन्त्री त झुन्डेको थियो नि। यहाँहरुले 3 करोड भन्दा मुनिको बजेट विमोचन नगर्ने भन्नु भएन तपाईहरुले प्रधानमन्त्रीज्यूसँग, उप प्रधानमन्त्रीज्यूहरु। आज काठमाडौँ जिल्लामा 2 लाखबाट 2 करोडसम्मको बजेट 150 वटा बजेट छ। तपाईले के हिसाबले त्यतिखेर हामीलाई त्यहाँनिर चाहिँ क्याबिनेटमा कुरा राख्नु भएको थियो? मैले अस्ति पनि भनेको थिएँ यो कति कारणले यो भएको छ। दबावमा हो तपाईहरुलाई, तपाईले बोलेको कुरा पुर्याउनु पर्दैन। राष्ट्रिय योजना आयोगले उपाध्यक्षले भनेको कुरा 3 करोड भन्दा घटी कसको आधारमा राख्नु भएको छ? यो आज 2 करोड 1.5 करोड 3 के अरे 1.5 लाख 2 लाख कसको आधारमा राख्नु भएको छ? तपाईहरुले के तपाईहरु मात्रै को जिल्लाले मात्र बजेट लान खोजे हो? यो यस्तो तरिकाले यहाँहरुले देश बनाउन सक्नुहुन्न जस्तो लाग्छ। म रूपन्देहीतिर गएँ, रूपन्देहीमा 3 करोडको बजेट 79 वटा प्याकेज गएको छ। के शहरी विकास मन्त्री र अर्थमन्त्रीज्यूको के मितको चिनो साटेको हो? यो अरु 77 जिल्ला मान्य जितेको छैन? 165 वटा 110 वटा समानुपातिक छैन? के क्याल्कुलेसन गर्नु भएको तपाईहरुले? यही हो राज्य चलाउने तरिका? उप प्रधानमन्त्रीज्यू दुवैजनाले चल्छ राजनीति? देश चल्छ? कुन हिसाबले चल्छ देश? तपाईहरुले मात्र अगाउनु पर्ने? तपाईहरुले मात्र चुनाव जित्नु पर्ने? तपाईहरु मात्र मन्त्री हुनु पर्ने? व्यवहारिक त भनेको कुरा तलदेखि माथिसम्म हुनुपर्छ। म शहरी विकास मन्त्रीज्यूले भन्छु, यहाँ मेरो पार्टीको पनि तपाई नेता हुनुहुन्छ, तपाईले 77 जिल्लाको सभापतिहरुले बोलाएर सभापति एकवटा तिमीले 3 करोड बजेट हाल्दिन्छ, तपाई हाइट यति माथि पुग्थ्यो तर अहिले 0 मा आछ। हुन्छ तपाईले एउटा कुरा म विश्वास तपाईले के दिलाउँछु भने यो काठमाडौँमा जन्मेको ललितपुर भक्तपुर तेरे यस्तै जन्मेको मानिसहरु, म 34 सालदेखि काठमाडौँ बसेको, सबैजना दिशा पिसाब गर्दाखेरि पनि यता यो बगरतिर जान्थ्यो, यता बाजे यता बोजू यता नाति यताहरु हुन्थ्यो उहाँहरु। तपाईहरु यो रिङ रोड भित्र जन्मेको मानिसहरु तपाईहरुसँग छैन। टिबेटिन भाषामा भन्छ धिमिन्तु घाइचिकी, दिमाग कहाँ छ? तपाईले के काठमाडौँ मात्र देख्नुभयो?
त्यो चाहिँ 207 और 3 करोड बजेट हाल्ने अरू 77 जिल्लामा छैन रूपन्देहीमा 79 करोड हाल्ने यसरी चल्छ यसरी फेरि तपाईँ त प्रधानमन्त्रीमा लाइन नपुगेको मान्छे तपाईँको पिता गणेशमान सिंहलाई चाहिँ प्रधानमन्त्री खाऊ भन्दाखेरि बौद्ध लाउने बेलामा चाहिँ नखाएको छोरा तपाईँ यो तरिकाले तपाईँले अब के हुनुहुन्छ तपाईँ अब कहाँ जानुहुन्छ राजनीतिमा अब यस्तै तरिकाले चाहिँ 77 जिल्लाको चाहिँ हामी हो नि महाधिवेशन भएर चाहिँ 15 मा आउने त हामी हो नि तपाईँको त्यो बेलामा नारा जुलुस गरिदियो भने तपाईँ इज्जत कहाँ पुग्छ तपाईँले काठमाडौँ जिल्लालाई देख्ने तपाईँ रामेछाप तपाईँलाई मैले निवेदन दिएँ थिएँ तपाईँको बुवाले मेरो रामेछाप जिल्लामा 2टा स्कुल त्यहाँनिर चाहिँ एउटा स्कुलहरु छ त्यहाँ 2 जना बाजियो त्यहाँनिर त्यो ग्रुप बाजियो बिर्केश्वर महाबी भन्ने गणेश मानले गएर उद्घाटन गरिदिनु भयो त्यहाँ लडाई पर्यो उहाँले दुवै ठाउँ त्यो स्कुललाई बाँड्दिनु भयो 2टी स्कुललाई दुवै ठाउँ तिमीहरू स्कुल बाँड्दिनु भयो मैले त्यो बाटोको लागि तपाईलाई निवेदन दिए थिएँ तपाईले मलाई आज मान्ने मात्र सोचेको नेपाली कांग्रेस जिल्ला सभापति कुनै पनि महाधिवेशन महासमिति कार्य समिति कुनै पनि नउठेर जितेको पार्टी बुझ्नुभयो म मेरो जिल्लामा 150 किलोमिटर मैले व्यक्तिगत बाटो खन्दिए होला 14 वटा एम्बुलेन्स दिएको छु मैले त्यसै आउँछ 47,100 मत यो तरिकाले गर्थे तपाईले सुध्रिनुस् म त एउटा जनजातिको छोरा एउटा मान्ने तपाईले मैले सिधा कुरा गर्दिए तपाई सुध्रिनुस् भनेर भन्दिया तर अरु हरेक मान्छेले तपाईलाई च्याप्दै ल्याछ च्यापेर आछ तपाईलाई तपाईको 15 को महाधिवेशन तपाईसँग त्यतिखेर छलफल हुन्छ तपाईसँग कुरा हुन्छ हामी पनि त्यहाँबाट चुनाव त जितेर आउँला नि महाधिवेशन जितेर आउँला नि तपाईलाई त्यतिखेर हुन्छ तपाईलाई मैले दलमा भन्ने कुरा गर्न लागेको थिएँ खास गरी आज दलले बैठक राखेन तपाईलाई मैले दलमा यो कुराहरु राख्ने कुराहरु थियो यस्तो तरिकाले बजेट तपाईले 77 जिल्ला हेर्नु पर्दैन 165 वटा क्षेत्र हेर्नु पर्दैन मेरो जिल्ला तपाई पुग्नु भएको छ कति छ मेरो जिल्लामा भोट कतिवटा क्षेत्रले घेरेको छ मेरो जिल्लामा मेरो बुवा र आमाको नाममा 13 वटा एम्बुलेन्स एउटा सब बाँधिदिएको छु सरकारसँग आइसियु बेड थिएन कोभिडको बेलामा मैले 28 लाख रुपैयाँ व्यक्तिगत लगेर चाहिँ मैले किनेर दिएछु कसको लागि किनेर दिएछु मैले त्यो रामेछाप जनता र पार्टी बलियोस् भनेर मैले दिएको छु तपाईले आज हामीले हेर्नु पर्दैन हामी कांग्रेसको मान्ने होइन रुख चिन्हबाट जितेको होइन हामीले यो तरिकाले तपाईको राजनीति सब्रिन्छ तपाईले हामीले एउटा चाहिँ गणेश मानको चाहिँ नेताको चाहिँ छोरा तपाईले प्रधानमन्त्री हुन भन्ने आशा गरेको थियो पार्टी सभापति हुन भन्ने आशा गरेको थियो तपाईलाई हामीले यो तरिकाले उपप्रधानमन्त्रीज्यू देश चल्दैन डुबिसक्यो कांग्रेसहरु तपाई सुध्रिनु पर्छ यो तरिकाले पार्टी सबैले चाहिन्छ पार्टी कुरो सबैले चाहिन्छ सबै पार्टीको साथीहरु आएर चाहिँ बसिया छ आज 6 महिना अगाडि दर्ता गरेको पार्टी 79 सालमा 6 महिना अगाडि दर्ता गरेको पार्टी आज 22 वटा जितेर आछ त्यही पार्टीबाट जितेर उपसभामुख हुनुहुन्छ यहाँनिर भोलि यस्तो पार्टी तबोर जस्तोले गर्थे यस्तो पार्टीहरु भोलि हामी नेकपा एमाले नेपाली कांग्रेस माओवादीहरु चाहिँ यस्तै तरिका तबोले चाहिँ बजेटको व्यवस्था गर्थे छुटेर भरि अर्कोले फाइदा लिने हो म अर्थमन्त्रीज्यूलाई मैले चाहिँ अनुरोध गरेँ तपाईलाई यो जुन हामी सांसदहरुले दिएको जुन 15 करोड बजेटको त्यो उब्रेको पैसा टेन्डर प्रक्रियाले गर्दै घटेको पैसाहरु त्यही जिल्लामा लगानी गरिदिनु पर्छ मान्य सदस्य समय सकेको मैले एक सेकेन्ड माग्यो त्यो हिसाबले म अर्थमन्त्रीज्यू तपाईको नि मैले सबै कुरा म रुपेन्द्र म पनि अहिले त्यो जिल्ला हुर्केर आएको बसेको मान्छे हो हाम्रो पनि त्यहाँ साथीहरु हुनुहुन्छ तपाईलाई पनि यही 6 महिना अगाडि गएको पार्टीले 683 मतले मात्र जितेर आउनु भयो तपाई पनि ख्याल गर्नुपर्छ समयलाई सबैलाई मिलाउनु पर्छ शहरी विकास मन्त्री धेरै भोटले जितेको होइन 80 भोटले मात्र जितेर झुन्डेर हामी जस्तो 17,000 मतले जितेर आउनुपर्छ अनि आएर दनाक दिने हो तपाई
अर्थमन्त्रीज्यू तपाईँलाई काङ्ग्रेसको फेला नपरे काङ्ग्रेस लुते काङ्ग्रेस भएर हो घन्टीले 683 मतलब सबैको रिपोर्टहरू हामीले लिएर बसेका छौँ। म यहाँ अन्तिममा सभामुख महोदय मैले 100 विकासको किताबलाई मैले लिएको छु। साथीहरूले यो किताबहरू च्यात्ने काम गर्ने गरे। म यो जनताहरूले कर तिरेको पैसाले बनाएको किताब हो। म च्यात्दिनँ। म बुद्ध भगवान पशुपतिनाथसँग सम्झेर यो किताबले ढोगेर 84 को चुनावमा यो दुईटी उप प्रधानमन्त्री कुनै पनि दुईटी उप प्रधानमन्त्री यो हाउसमा नआओस् भन्ने कुरा म बुद्ध भगवान र पशुपतिनाथसँग प्रार्थना गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार, जय नेपाल। माननीय वासुदेव घिमिरे, समय 6 मिनेट। त्यसपछि माननीय देव प्रसाद तिमल साना। सम्माननीय सभामुख महोदय, हामी विनियोजन विधेयक उप छलफलमा छौं। सरकारको आर्थिक वर्ष 82-83 को नीति तथा कार्यक्रममा